ल अहिले चाहिँ यहाँ सोनाम र म मेरो साथी र म ग्राउन्डमा गएको थियो हल्का न्यु इयर क्रिसमस मनाउने भनेर। यहाँबाट चाहिँ दुईजना अब एउटा क्लबमा जाँदैछु। साथी थियो किङ्गा हो चाहिँ ग्राउन्डमै बस्ने अरे, त्यहाँबाट उगेन चाहिँ यस्तै हेर्दाखेरि माथि फ्यामिलीसँग ल हल्का ज्याप भएर बसिरहेको होला। त्यहाँबाट रातिको चाहिँ यस्तो छ है। सो दिस इज द नाइट भ्यू अफ पर्थ। राति नै हल्का मजाको देख्दो रहेछ नि, यहाँ सबै एकदम सुनसान गरेर क्या है। यहाँ मेरो साथी खोकी पाएर हल्का साह्रो परिरहेको छ उसलाई, खोकिरहेको छ रवा पनि र पनि झोल खानु छोडेको छैन, हल्का बेसी त खाएको छैन, अलिअलि दिइरहेको छ। त्यहाँबाट क्रिसमस टाइम हो, न्यु इयर टाइम हो, तर अहिले चाहिँ कति बजेछ भने अब टाइम 1 जति भएछ, यस्तै छ। 1 बजी त मान्छे नै हुँदैन यति साह्रो, सबै छोयो नि केही हुँदैन। अलिअलि छुँदाखेरि यस्तै छ। खै बिहानको 1:15 भएछ, 1:15 भएछ, छैन हल्का मान्छेहरू हुनु त हुँदैन यति साह्रो। अब पनि अब हिँडिरहेछ, उबर गर्ने गरिरहेको छ, डोरड्यास गर्ने गरिरहेको छ। त्यो अघि साइकलमा जाने के हो ओरिसहरू गर्ने ओरिस गरिरहेको छ। हल्का त्यहाँ मान्छेहरू ग्रुपमा बसिरहेको छ। त्यहाँ यिनीहरू पार्टीमा रहेछ नि, यिनीहरू चाहिँ हल्का पार्टीमा गएर आएको रहेछ, बहिनीहरू रहेछ सबै देख्दैछ क्या बहिनीहरू। यस्तै छ यहाँ चाहिँ, अब खै के गर्नु अब के भयो छैन। यिनीहरूको इमिडिएट अगाडि आउने बित्तिकै त्यहाँबाट त्यो के अरे साइरेन बजारी हुन्छ, मान्छे अत्तालिन्छ नि, हुन्छ नि एक्सिडेन्ट हुन्छ, त्यहाँबाट उनीहरू पनि एक्सिडेन्ट हुन्छ, आफू पनि एक्सिडेन्ट